आज छोरीको लागि पोहा रेडी गर्दैछु। यो चाहिँ मैले टिफिनमा हालिदिँदैछु। आज आफूलाई चाहिने जति चिउरा लिएर चाहिँ यसलाई मजाले पखाल्ने अनि यसको पानी सबै तारेर यसलाई चाहिँ एकछिनसम्म रेस्टमा राखिदिने। मैले चाहिँ टाइचिन धानको चिउरा लिएको छु, जुन चिउरा लिए पनि हुन्छ। अब यसमा मैले चाहिँ क्यारोटलाई ग्रेड गरेर लिएको छु, बन्दालाई काटेर लिएको छु, प्याजलाई मसिनो गरेर काटेर लिएको छु भने मैले काँचो आँपलाई चाहिँ कोरेर लिएको छु। कराईमा तेल बसाले, त्यसमा पञ्चफोरन र करी लिप्सलाई मैले फुराएँ। त्यस पछाडि मैले थोरै पिनट्स हालेर त्यसलाई एकछिनसम्म भुटेर फुराएँ। त्यस पछाडि प्याज हालेर एकछिनसम्म चलाएँ। त्यसपछि थोरै बेसार हालेर अघि काटेर राखेको तरकारीहरूलाई पनि यसमा हालेर नुन हालेँ। यो खाजालाई चाहिँ मैले आज काँचो म्याङ्गोको स्वाद दिँदैछु। एकदमै अमिलो अमिलो ट्याङ्गी टेस्ट हुन्छ, एकदमै मिठो पनि हुन्छ। ट्राई गर्न सक्नुहुन्छ हजुरहरूले। यो एकदमै हेल्दी पनि हुन्छ। यसमा चाहिँ आफूलाई मनपर्ने तरकारीहरू चाहिँ मिक्स गर्न सकिन्छ। तरकारीहरू हल्का भुटेपछि अघिको चिउरा फुलिसकेको चाहिँ यसलाई हालेर चाहिँ मजाले मैले माथिबाट मिक्स गरेँ। अब यसमा चाहिँ कागती हाल्नु पर्दैन किनकि म्याङ्गो हालिसकेका छौँ। स्वादअनुसारले नुन र चिली फ्लेक्स अनि माथिबाट मरिच हालेर एकछिनसम्म चलाएँ। रेडी भइसकेपछि माथिबाट धनियाँ हालेर यसलाई चाहिँ गार्निसिङ गरेँ। एकदमै टेस्टी खाजा रेडी भएको थियो। छोरीले पठाइदिएको छु, खुसी हुन्छन् आज।